नेपाल टेलिभिजनका लागि मिडिया हबको प्रस्तुति हास्य टेली श्रृंखला एकैछिन फुर्सद छैन पर्छ चटारो अभागियो पुरपुरोमा सधैँ छटारो एकैछिन फुर्सद छैन पर्छ चटारो अभागियो पुरपुरोमा सधैँ छटारो खानु नपिउनु हजुर लाखर लाखर हिँड्यो न त गाउँमा पुग्न सक्यो न त मान्छे चिन्यो काम बल्ला भन्दा भन्दै मरिसक्यो आशै जे गरे नि सुख छैन ए मेरी बासै ए मेरी बासै मेरी बासै मेरी बासै मेरी बासै अब बीचमा नबोलो न भन्छु बीचमा बोल्नु मिल्दैन के बोल्यो भने कथामा मजा आउँदैन सुन है केटकेटीहरू अनि त्यसपछि क्याम्पबाट ठेक्क बाहिरपट्टि निस्किनु पाएको छैन 7 जना दुश्मनहरूले घेर्ने बित्तिकै मलाई पनि अलिकति सर्नु त लाखे घेर्ने बित्तिकै यस्तो आवेशमा आए कि म पनि अब बन्दुकले हानेर 7 जना भुटिदिनु पर्यो भनेर ठेक्कै बन्दुक निकाल्नु खोज्छु त छैन खाली झोला मात्रै छ अनि यस्तो गोजी लाखे अनि त्यसपछि के भयो भने अब बन्दुक छैन बन्दुक त उही क्याम्पमा छुटेपछि अनि लो के भयो त यो भनेर मैले एकदमै विचार गरेर गोजीमा हात हाले गोजी भित्र हात हाल्छु त लाखे कति सर्नु सरे अनि त्यसपछि ठ्याक्कै गोजीमा हात हाले त अम्बा रहेछ अम्बाले यस्तो घुमाएर फक्क दिएको त अनि त्यसपछि 6 जना बाँकी छ 1 जना ढलिसक्यो अब कथा लाखे अघि गइसक्छ के को कथा भन्नु हौ के को सर भनिरहेको सर के गरिरहेको झन्डै लडिनको काम गरेको देखेन ल यहाँ ठोक भयो आउ यहाँ ठोक भन्छ के गरेको यो अर्काको आँगनमा के भयो के ठोकेको राजुको जग्गा उहाँलाई बेचेको अब नाप्दै ल्याउँदा सिमाना यहाँ पर्यो त्यही भयो भनेको यो 100 मिटर होइन त हजुर हो यहीँसम्म एउटा अर्को किला खोइ त उतापट्टि 90 मिटर होइन हजुर अब भित्रैसम्म पर्यो किलो ठोक्नै परेन मूल थाममै बाँधिदिएको छु ओ लाखे के अरे के भनेर चाहिँ मेरो घर आँगन बेच्न आँटेको के भन्नु खोज्छ लु लिएर आऊ तिम्रो धनीपुर छ अहिले धनीपुर छ पछाडि म यहाँ देखाउँछु कसको जग्गा हो के हो भन्ने कुरा कस्तो खालको मान्छे रहेछ यहाँ अर्काको घर जग्गा बेच्छु के हो धनी पूर्जाको कुरा गर्ने बित्तिकै राजु माछा त हाम फालेर भाग्यो नि पूर्जा भएको बस्छ सबै ओइलानी जग्गा थियो जाउँ हामी जाउँ लो हेरौँ त यो धनी पूर्जा कहाँ गयो त्यो डाकाहरू अर्काको घर जग्गा बेच्नु खोज्ने कहाँ गयो कहाँ गयो भने तिनीहरूलाई अहिले 1 घण्टा भित्रमा तैँले यहाँ लिएर आइनस् भने यही ठाउँमा बाँधेर घाँस हाल्छु कुरो बुझिस् काजी साहब होसमा आउनुहोस् काजी साहब यो संसारको रीत नै यस्तै हो काजी साहब एक दिन सबैले छोडेर जाने हो काजी साहब होइन मुला साग काका काई साहबले के भयो अब के हुनु नि हाम्रा धुर्म स्वाईले रेखा थापा भनेर सुन्तलीलाई फोनमा कुरा गराइदिँदा रहेछन् सुन्तलीले पनि म रेखा थापा हुँ म तपाईसँग बिहे गर्छु भनेर भनिदिएर रहेछ आज रेखा थापा काठमाडौँ गई बुढा यता ढले रेखा लागिन पाखा ल अब 2 घण्टा जति भयो यस्तो भए न घाटै लानु पर्ने हो कि यता गोक्ते काजीको यस्तो हालत छ उता खर्काजीको पनि त्यस्तै छ मलाई नरोक्नुहोस् मल्थिनी तो रेखा थापाले मलाई ढोका दिएर गई मल्थिनी म यीबाट हाम फालेर
मान्छे मलाई नराख्नु मान्छे हजुर पनि हँसाउनुहुन्छ यहीँबाट अम्फालेर नि कोही मोर्छ आत्महत्या हुन्छ अहिले के कुरा गर्नु भएको मान्छे दैलाका ठेलामा ठोकेर मर्छ म त यी माथिदेखि नै मर्ने विचारले अगाडि बढिसके तल नपुग्दै बिचैमा अन्ध स्पट हुन्छु मान्छे नि मलाई नरोक्नु तपाईँले मलाई नरोक्नु यता सुन्नुहोस् तपाईँ मरिने हो भने तपाईँ त्यो भिरमा गएर अम्फालेर मर्नुहोस् ल तपाईँले के भन्नु भएको अरे भिरबाट हाम फाल्न मलाई डर लाग्दैन भिरबाट हाम फालेर ज्यान तलमाथि भयो भने तपाईँ जिम्मेवारी हुनुहुन्छ नकाइनो कुरा नसिकाउनुहोस् मान्छे म यहीँबाट हाम फालेर आत्महत्या गर्छु आज म हे तेरिका तपाईँ जस्तो संस्कार गुरुले जब त्यो रेखा थापाले छोडेर गयो भन्दा मर्ने कुरा गर्नुहुन्छ तीमाथि घरमा त्यो रेखा थापा भन्दा 22 गुणा राम्री अप्सरा भाउजू छ भन्ने बिर्सेको 22 गुणा राम्री भएर के गर्नु मान्छे त्यो अप्सरासँग नमिले फसेको रेखासँग म आफै फसेको अरू मान्छे एक्सिडेन्टमा पर्छन् मान्छे नि म लक्सिडेन्टमा फसेँ तपाईँलाई थाहा छँदै छ नि बिहे गर्छु भनेको थिएँ त्यसले मलाई टान्टुने कुरा हो मन बुझाउनलाई कति खोजे मान्छे नि कति खोजे केही गर्दा पनि पार नलागेर म त यो निर्णयमा पुगेको मान्छे नि थुक्क खड्काजी गाउँमा यत्रो चुनावको चहलपहल भइरहेछ तपाईँ जस्तो मान्छे मर्ने कुरा हेरेर हुन्छ अब यो पालि पहिलाको जस्तो गाउँले बिजानै लेख्न नसक्नेलाई जिताएर हुन्छ यो पालि त एकदम सक्षम राम्रो मान्छेलाई तपाईँ जस्तो मान्छेले छानेर ड्याममा फोट हालेर माथि जिताउनु पर्छ त्यही भएर यो ओयात निर्णय रोक्नुहोस् खड्काजी ठिक छ मान्छेले तपाईँले भनेर मात्रै मैले यो आत्महत्यालाई रोकेको हो नत्र म आज अन्ध स्पट हुने विचारले म यहाँबाट हाम फाल्न लागेको हो अब यसो गर्छु मान्छेले यो चुनाव पछाडि चाहिँ म कन्फर्मै आत्महत्या गर्छु मान्छेले चुनावसम्मलाई मैले रोक्ने भएँ कहाँ त्यसो गरेर हुन्छ खड्काजी तपाईँ जस्तो मान्छे जहिले पनि बाँचिरहनु पर्छ मर्नु हुँदैन कुरा त्यसोको हो अब म मर्नु हुँदैन भनेपछि यो आत्महत्याको अभियानलाई रोकेर त हुँदैन मान्छे तपाईँले आत्महत्या गर्नु पर्यो लु बसौँ यहाँ बसौँ त ल हेरौँ यो के हो यो धनी पूर्जा हो के नि यो के हो लु हेरौँ यो हेरौँ त यो के जस्तो लाग्यो लङ्गुर पूर्जा खेल्ने त्यो छाप्ने जस्तो लाग्यो यो धनी पूर्जा हो उस्तै भन्ने हो भने त यहाँ 7 घरको धनी पूर्जा छ मेरो यहाँदेखि तराईको सम्म उस्तै पढ्यो भने त यहाँ म अहिले 4 जोको धनी पूर्जा मात्रै पछाडिदिन्छु के भन्ठाने त्यस्तो धनी नै नभएका धनी पूर्जा त कति छन् नि हामीसँग अब यहाँ जग्गा धनी मननारायण घिमिरे अब क्षेत्रफल 475 रोपनी धनी बेपत्ता न फोटो छ कसरी बेच्नु कसरी किन्नु हौ लाख है 475 रोपनी अब मननारायण घिमिरे अब को हो यो चाङ्गु नारायणको नाति बिसङ्खु नारायणको छोरो को हो नि अब भन्दैछु बेपत्ता भनेर त्यो 475 रोपनीको धनी पूर्जामा मननारायणको सट्टा मगन्त नारायण भएको भए कस्तो हुन्छ होला अब यो पूर्जा त उहाँ मेरो साथीले कहाँबाट भेट्टाएछ मान्छे पत्ता लगाउनु नसकेर हार खाएर मलाई दिएको यो जग्गाको धनी भेट्न पाए उनीहरूले पनि हराएको जग्गा भेट्थे अब मलाई पनि 40-50 रोपनी दिँदा हुन् यस्ता मनका लड्डु घिउसित भनेको यही हो बेपत्ता हावा कुराहरू होइन यत्रो 475 रोपनी जग्गा आफ्नो नाममा भएको यो मननारायण घिमिरे किन अत्तो न पत्तो बेपत्ता भयो होला कहाँ गयो होला त यो त्यो 475 रोपनीको धनी पूर्जामा मननारायणको सट्टा मगन्त नारायण भएको भए कस्तो हुन्छ होला मननारायण मगन्त नारायण मिलाउनु मिल्छ क्या हो भयो भने त
अब 475 रोपनी जग्गा माग्नेको नाउँमा, त्यसपछि मेरो नाउँमा भइहाल्यो। अर्काको आँगनमा किलो गाड्ने। ए बाजे, त्यो मनोनारायण कता गयो? कसो अरे? मनोनारायण कता? मनोनारायण त शेष नारायणतिर गयो नि। अघि आफै भनेको होइन बेपत्ता भएको भनेर। होइन होइन, त्यो मगन्त नारायण भने के? यसलाई के झुसे? झुसे अघि यहाँ आइरहेको थियो। लु यो ज्यालादारीको काम गरेर त खान नसकिने भएछ। अब त म काशी जान्छु, म त काशीतिर गइरहेको। काशी त्यतिकै जान कहाँ मिल्छ? कतातिर गयो त्यो? यहाँबाट सिधा निस्क्यो, निस्किएर उँभो गयो कि उँधो गयो, उँभोबाट यता पनि जानु सक्छ, भएन भनेदेखि पछाडि अघि गइसकेछ। म तेरो ज्वाइँलाई सिद्धाइदिन्छु मुला साहब। के कुरा गर्नुहुन्छ काजी साहब? यस्तो चुनावको बेलामा पनि मान्छे सिद्धाइदिन्छु, आफ्नै कार्यकर्तालाई सिद्धाइदिन्छु भनेर हिँड्न मिल्छ? काजी साहब पनि चुनावमा उठ्नु भएको छ भन्ने कुरा बिर्सिनु भयो कि क्या हो? उहाँ हजुरका प्रतिस्पर्धी घर दैलोमा भोट माग्न हिँडिसके। ल यसपालिको भोट चाहिँ हाम्रो वडा अध्यक्षज्यूलाई नै हाल्नुपर्छ है बल्छीजी। यसपालि चाहिँ जित्नुहुन्छ त वडा अध्यक्षज्यू? अनि मैले नजिते तपाईँको काका ससुराले जित्छ होला त? मैले चुनाव नजित्ने भए मान्छेले यसरी खाजा र बाला लगाइदिन्थे। अब पोहोरको निर्वाचनमा प्रतिगामीहरूले चलखेल गर्ने मौका पाए, त्यही भएर उतार्नु पर्यो होइन त भीमसेनजी? हो भन्नु न, के यस्तो यस्तो गर्नुहुन्छ नि आम्ने गोरु जस्तो। अब यो पालि त सबै प्रतिगामीहरू त लागिसकेका छन्, अत्याधिक बहुमतले विजय हुन्छु म। मलाई यो चुनाव हुन लागि मन परे होइन। अब दोहोरो चुनाव भन्ने पनि हुन्छ। दोहोरो चुनाव भनेपछि तेह्रो होला, चौथो होला, पाँचौं होला, छैटौं होला। अब यस्तै पारा भने गाउँले विधान नै नभन्ने भयो। बरु अर्को चुनाव भने भए केही हुन्थ्यो होला। ल है, ती माथि नि सहमति हुन बाँकी भएको बुधाहरूमा सहमति गरेर पो चुनावमा जानुपर्छ त। त्यतिकै चुनाव गरेर हुन्छ? होइन, मैले चुनाव गरे हो र निर्वाचन आयोगलाई गरेर थर्काउनु न, त्यतिकै मलाई थर्काउनु हुन्छ उहाँ त। अब हेर्नुहोस् वडा अध्यक्षज्यू, अब पहिला पनि चुनाव 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 भन्ने अनेक गरियो, चुनावमा होमियो, तर हात लाए शून्य भयो। त्यही भएर मलाई यो पालि पनि के होला जस्तो लागेन। म चाहिँ चुनावमा भोटसोट हाल्दिनँ, म सक्दिनँ केही पनि गर्दिनँ। सुकेदार हजुर, यो मान्छेले दिउँसै बापासै गरिरहेछ क्या भयो? ट्राफिकलाई एकताल फोन गर्न पाए पनि हुन्थ्यो, दिउँसै बापासै गरेर मान्छेले थर्काउन त हुँदैन नि। अब मेरो त कार्यकर्ता पनि कोही यस्तो सुके नाच लागेका, कोही यस्तो घ्याप्पे छन्। यस्तै पाराले त यो पालि पनि उत्तार्नु परिन्छ जस्तो छ। अगाडि बढ्नुहोस्। शक्तिवीर किन जानलाई काशी? कसलाई सोधेर जानलाई? होइन, काशी जाने भए मलाई किन बिहा अरे? न त्यही बेला तिमीले काशी जान्छु भनेर भनेको थियो भने मैले बिहा गर्दैन थिएँ कि? अब मान्छेलाई यहाँ अलपत्र पारेर उच्च काशी जाने रे गाँठे। अब बिहा गर्ने बेला चाहिँ मैले काशी जान्ने पनि त भनेको थिइनँ नि। खास भन्ने हो भने त्यो बेला हामीले त्यो काशीको कुरा गर्ने बिर्सेछ क्या म यहाँ। बरु कोशीतिर जाने भए जाऊ, काशी जाने होइन। म त मरे पनि काशी जान दिन्न। पहिला यसै गरी बुद्धले स्वास्नी छोडेर त्यतैतिर तपस्या गर्न जानाले अहिले हाम्रो बुद्ध भन्न थालिसके अर्काले। अब भोलि तिमी पनि त्यसै गरेर ठुलै महात्मा भएर आयो भनेदेखि अनि माग्ने महात्मा पनि हाम्रो हो भनेर अर्काले भन्न थाल्यो भने अनि म त्यतिखेर कोसँग बस्नु नि? पठाइदिए हुन्छ भाउजू, पठाइदिए हुन्छ। अब यिनले यहाँ बसेर पनि के नै गर्ने हो र? खाली गफ छुट्यो हिँड्यो। कहाँ त्यसरी गएर हुन्छ? अब उसै त भयभरका मान्छे सहर पसेर गाउँ रीति सक्यो। अहिले आएर यो मान्छे मलाई छिलान छोड्यो है। गाउँ रीति तिमीहरू बस नि त, हिँडिसक्यो मान्छेले किन रोक्नु? जसले जे भने पनि जान चाहिँ पर्दैन। के अरे के आएर बस्ने नियम बस्नेलाई चाहिँ
दिनको 500 को केही इलम पाएँ भने बल्ल बस्छु, नत्र नगई छोड्दिनु म। ए तिमीलाई 500 चाहियो? ल ठिकै छ, तिमी काम केही गर्नु पर्दैन, बसिरह। काशी नजाउन्जेलीको दिनको 500 को दरले म दिन्छु। ल दिनाजु यी टिकस यो काठमाडौँसम्मको, यो जनकपुरसम्मको, यो रेलको, त्यहाँबाट सारा ठ्याक्कै काशी। म अब काशी जान नपार्ला जस्तो छ, त्यति केसमा कहीँ जा काशी। विमशेदजी, यो कुन चाहिँ बहिष्कारवादी हो बा? बीच बाटोमा मुर्दाबाद लेखेर बसिरहेछ। मलाई तेर्साको हो कि तपाईँलाई तेर्साको यसले? ओडा अध्यक्षज्यू, के हो तपाईँको पारा? वर्षौदेखि कार्यकर्ता भएर तपाईँको पछाडि हिँडिरहेको छु। तपाईँले जनजातिलाई टिकट दियो, दलितलाई टिकट दियो, पिछुटीको महिलालाई टिकट दियो। हामी लभ गर्नेलाई चाहिँ टिकट दिनु पर्दैन? लभमा मान्छेले कति त्याग गरेका छन्, कति झुन्डिया छन्, कति विष खाएका छन्, कतिले आत्महत्या गरेका छन्। तिनीहरूको आत्माले ढिकार्दैन हामी लभ गर्ने मान्छेलाई टिकट नदिँदा? यो गाउँमा कति लभ गर्ने युवा युवतीहरू छन्, एकचोटि कल्पना गर्नुहोस् त। मलाई उम्मेद्वार बनाइदिएको भए ती सबै युवा युवती। अब लाखे झुसे लु, मलाई 100 रुपियाँ दाम दे त, फिर्ता नगर्ने गरी। फिर्ता नगर्ने गरी त दिन सक्दिनँ म त, फिर्ता दिने हो। ओ लाखे गाठी कुरो यहाँनिर छ, ठ्याक्कै हेर त। त्यो दिपके भन्नेले तँलाई दिनको 500 रुपियाँ किन दिन आँट्यो? विचार गर है, तैँले एकदम विचार गर। कुरो एकदम अप्ठ्यारो छ, तेरो ज्यानमाथि खतरा हुन सक्छ। दिनको 500 रुपियाँ फिर्ता नगर्दै गरी कसले दिन्छ? यसो गर, छिमेकी भएर तँलाई सम्झाएको, मलाई पर्दा तैँले पनि सम्झाउनु पर्छ। ठेक्कै त्यो दिपके भन्ने आउने बित्तिकै ठेक्कै मोबाइल निकालेर मलाई ठेक्कै यहाँनिर चाहिँ मिस कल गर त, म ठेक्कै आउँछु। के कुरो रहेछ म ठेक्कै पत्ता लगाउँछु। माग्नेलाई रोक्न त रोकियो, अब अरूले सुन्ने गरी कुरा गर्नु भएन। ए एक्लै रहेछ, अब यही बेला कुरा गर्नु पर्यो। दिनाजु ल बाघचाल खेलौँ। आज तिमीलाई म बाघचालमा जितेरै छोड्छु। तिमी बाघ, म बाख्रा। म चाहिँ बाख्रा लिन्छु नि त। हुँदैन, तिमी बाघ। हिजो बाघ खेल्छु भने होइन? ए किन खेल्दैन त्यस्तो बाघचाल? बारीमा काम छैन? एकछिन खेल्छु भन्दाखेरि पनि बुढो भएको मान्छे बाघ र बाख्रा। होला भने किन फर्केर आएको फेरि? नाम्लो बिर्सिछु क्या। उता छ नाम्लो, जा म पनि आउँछु एकछिन। तिमी चाहिँ घरमै छचिएर बस्ने हो? छिटा भन्टिना छिटा। आइ त हो, कति गराउने रहेछ यो। यहाँ आउनु न, एकान्तमा एउटा कुरा गर्नु छ के? आउनु, गोप्य कुरो छ। आउनु न। पानी खाएर आउँछ है, पानी। ए भरे खाए हुँदैन पानी भनेर। भयो ल आउनु। एकान्तमै जानु पर्ने नि? एकान्तमा गर्नुपर्ने कुरा छ, गोप्य छ, अनि एकान्तमा जानु परेन? किन दारा किटिरहेको फेरि? सस्तो सेट त्यही त अनि त्यसरी नथिची हुँदैन? के भने अब कुरो के भने नि, अब त्यो टक्ने आउनु भयो, गप्पे गप्पे। जोइनरन पो आएको रहेछ त। म त कहाँबाट मल सापेर आएछ भनेको के भन्न आएको भन्दा म त कार्यको विरुद्धमा बागी उम्मेद्वार आज बिहानदेखि उठेको। ससुरबाली भोट दिनु पर्यो नि, यसरी रेडियो सुनेर पनि हुन्छ? यो पालिको चुनावमा त भए मैले त कसैलाई भोट नदिने विचार गरेको जोइनरन। किन? अब त्यो वर्षौंदेखि भए पार्टी पार्टी भनेर हिँड्ने मान्छे म। त्यो बिर्जा कोठा भनेर छुटाउनु पर्दैन उम्मेद्वार दिने बेलामा।
मलाई टेक्रे केसँगले बिर्जा कोटामा प्रत्यक्षबाट उम्मेद्वार बनाइदिया भए त्यो फटौरीलाई समानुपातिकबाट उम्मेद्वार बनाइदिया भए यी भाटमाराको के जान्थ्यो भन्नु त हामी बिर्जाहरूलाई यसरी हेपेर त भएन नि मलाई एकदमै चित्त दुखेको छ भए जयनारायण त्यही भएर म त यो पालि कसैलाई पनि भोट हाल्दैन भनेको ल मैले बोलिदियो होला त्यो अरूलाई ध्यान के हो सक्रबा त्यहाँ ज्वाइँ उठेपछि त भोट दिनु पर्यो नि अब त्यो ज्वाइँ उठे पनि भए ससुरा उठे पनि मलाई मतलब भएन भए खास कुरा के भने जयनारायण भए मेरो त टेक्रे केसँगले यो पालि त त्यो भोट लिस्टमा नामै छैन भनेको के कुरा गर्नुभएको तपाईँले अस्ति त भोट दिने भनेर फोटो खिच्न गएको होइन फोटो त खिचेको हो तर तिनीहरूको ठाउँमा गएर खिचेको होइन त्यहाँसम्म टेक्रे केसँगले बुढो मान्छे किन जाने भनेर नातिकै मोबाइलमा खिचेको थियो मैले नाति पर्खेले त्यही मोबाइल हराइदिएछ भनेको कुनै आएन मुना हाँसेरै मर्ने भयो तपाईँ टेन्सन भएको बेलामा ओहो खड्काजी नमस्कार है नमस्कार अरू बेला चाहिँ हामीले नेतालाई नमस्कार गर्दा पनि नफर्काउने चुनावको बेलामा चाहिँ हेरेका थिए झ्याप्पै साले यस्तो बसाटा हो अब यस्तो पनि यो चुनाव सम्हालाकै होला नि चुनाव पछाडि यस्तो हुन्छ तपाईँहरूको के कुरा गर्नुहुन्छ खड्काजी पनि उहाँ काजी साहबलाई चिन्नुहुन्न हजुरले त्यस्तो चाहिँ नि स्वभाव परिवर्तन गर्ने मान्छे हो र यसपालिको हजुरको भोट चाहिँ ठ्याक्क हाम्रो काजी साहबलाई हाम्रो मान्छेलाई अब भोट दिने त हाम्रै मान्छेलाई त हो नि तपाईँका मान्छेलाई दिने कुरा भएन कुरा के छ भने अब पहिलाको निर्वाचनमा चाहिँ म अब विदेशमा कन्सर्टमा थिएँ कन्सर्टमा थिएँ भोट हाल्न पाइन त्यतिखेर अब अहिले चाहिँ झ्याप्पैसँगले भोट हाल्दैछु मात्रै के भनेको थिएँ CNN र BBC ले त लाइभै गर्छु भनौँ भने अन्तर्राष्ट्रिय क्वालिटीको मान्छेले पनि भोट हाल्ने भनेर अमेरिकी राष्ट्रपतिले त अस्ति राति त मलाई 5 कोटी त मिस कलै गरेर भोलिपल्ट उठेर झ्याप्पैसँगले फोन लाउनु पर्यो भनेको मजाको खकर मोबाइल व्यक्ति नै सिद्धियो भने आज बिहान हो कि कतिखेर हो मलाई एक्ज्याक्ट रुका थाहा भएन संयुक्त राष्ट्रसङ्घको महासचिवले बधाई पठाएको छ अरे मलाई बधाई पठाएको अरे लिन जानु पर्ने होइन बजारमा त्यतै हिँड्दैछु म तर ढुक्क के हुनु भने नि भोट चाहिँ हाम्रालाई नै दिने ल त खड्काजी म चाहिँ यसपालि ढुक्क भएँ है त कन्फर्म खड्काजीले बोलेपछि सक्यो हाम्रालाई नै हो भोट चाहिँ हाम्रालाई है हाम्रालाई भनिसकेँ मैले पुरै यस्तो हटाउन जे गरे नि सुख छैन ए मेरी बासै ए मेरी बासै